गाइज इट्स मी विजय राणा मगर फेरि पनि नयाँ ब्लगको साथमा म आइसकेको छु होइन। आज चाहिँ हाम्रो यात्रा कोलपुर टु सुर्खेत टु दैलेख हाम्रो रहेको छ। बिचमा के कस्तो हुन्छ होइन हाम्रो जर्नीहरू देखाउन गइरहेको छौँ होइन हाम्रो घरबाट। ल हाम्रो दाइ र म होइन टक्क ल दाइ र म यात्रा छ है। अब चाहिँ गाई चिसा पानी आइसकेको छ है हाम्रो कोलपुरको चिसा पानी है हारिँदै। अब यहाँ इन्ट्री गरेर हामी अगाडि बढिरहेको छौँ है। गाइस देख्न सक्नुहुन्छ होइन देउरालीबाट यस्तो बबाईको होइन भ्युजहरू दामी छ यहाँबाट। अब हामी केही समयमै अब हामी बबाई पुगिसक्छौँ होइन। यो चाहिँ देउराली हो है लगाएर। गाइस फाइनल्ली हामी बबाई आइसकेका छौँ होइन। बबाई पानी परा परा जस्तो भइरहेको छ उयोबाट हाम्रो बबाई नदी पुरा धमिलो भइसक्यो। पुरै बर्खा लगाइसकिसकेको छ पुरा धमिलो भइसकेको छ है। गाइज हामी होइन बबाई निस्किसकेका छौँ पुगिसकेका छौँ होइन। देख्न सक्छ यतातिरको वातावरण एकदम हावाहुरी आएर पानी पलास्तो भइरहेछ है। ल यसो अब फोटोसोटो क्लिक गरिन्छ एउटाबाट त्यसपछि गइन्छ अगाडि बढिन्छ। गाइज है पानी परेर बिजोग भइसकेको छ बिजोग हैरान भइदियो यार। सुर्खेत गाइज हामी होइन गुराँसेबाट अब दैलेखतर्फ लागिरहेछौँ। यहाँ देख्न सक्छ गुराँसहरू बाटोमा टक्क फुलेका होइन। पानी परेर एकदम तनावग्रस्त भइसकेको थियो। पानी फाटेर अगाडि बढिरहेको छ हामी पनि। देख्न सक्छ हरियाली दैलेखतिरको। गुराँस पनि फुलेर सकिन लागिसकेको छ। अब यसो काबल साबल पाकिरह होला बरु बाटोतिर। सक्नुहुन्छ पुरा हिउँ परेको गाइज देख्न सक्नुहुन्छ होइन हामी पुरा गुराँसेको रिट्ठा भन्ने ठाउँमा छौँ। अब यहाँ आउँदै हामी तल गएपछि डुङ्गेश्वर आइन्छ। मेरो तल डुङ्गेश्वर रहेको छ है। ट्याक्क लगाएर डुङ्गेश्वर आइसकेपछि अनि बल्ल हाम्रो चुप्रा हुँदै दैलेख बजारसम्म पुगिन्छ। अगाडि देख्न सक्छ होइन पुरा हिमालमा हिउँ परेको होइन दृश्यहरू एकदम राम्रो रहेको छ। ट्याक्क लगाएर एकदम पानी परेर वातावरण त्यो रहेको छ पुरै। यता चाहिँ खोला पुरा धमिलो रहेछ पुरै यार।
यो चाहिँ माथिल्लो डुङ्गेश्वर है साथीहरू डाक खोलाएर खोला पुगिरह लोरे खोला होइन लोरे खोलाको पनि चुप्रा बजार आइसक्यो कुन यही न यही न जाऊ जाऊ अब यो डाँडा काटेपछि दैलो बजार आउँछ है गाइस ल टक्क लाएर यो चाहिँ हाम्रो लोरे खोला रहेछ है लोरे त्यही त लोरे खोलाको पुल रहेको छ ट्याक्क हरियाली छ हरियाली एकदम राम्रो सडक बाटोहरू टक्क लाएर फाइनल्ली आइसकेको छ दैलेख बजार पुरानो बजार हाम्रो पुरानो बजार नै हो अब पुरानो बजार त नयाँ भइसकेको रहेछ त हजुर त फाड्दै आइहाल्नु त माथिबाट कहाँ जान्छ त फेरि बस पार्क
हामी चाहिँ होइन पुरै हाम्रो उयो दैलेख माथिको बजारबाट होइन हामी हाम्रो गाउँतिर आयौँ। यो दैलेख बजार हो भनेपछि हाम्रो गाउँ हो होइन। यो चाहिँ हाम्रो एकदम पूजा गर्ने ठाउँ होइन। यो चाहिँ हाम्रो हो पूजा गर्ने ठाउँ। यता चाहिँ हाम्रो गाउँ पर्यो। हामी ट्याक्क बाइकको जर्नीमा होइन एकदम पानी सानी पर्दै गर्दाखेरि पनि हामी सामना गरेर आइसकेको छौँ हाम्रो गाउँतिर। देख्न सक्छौ है ट्याक्क ल्याएर यता निर्माण हुन लागेछ के को प्रोजेक्ट भइरहेको रहेछ। यता छामगढ खोला छ। यो माथि यो चाहिँ ट्याक्क ल्याएर दैलेख बजार। यो चाहिँ दैलेख बजार ठ्याक्क यसको डाँडाको यतापट्टि चाहिँ यो चाहिँ हाम्रो गाउँ भयो अहिले। यो चाहिँ मन्दिर ल गाइस यति नै रहेको छ यतातिरको एरियाहरू। जस पानी परे पनि अहिले चाहिँ एकदम घाम लागेको अवस्था छ। एकदम जाडो भइसकेको थियो होइन। ट्याक्क पानी पर्यो राम्रै भयो जे भए पनि। त्यही भएर जे कुरा पनि आँट्नुपर्छ सक्सेस हुन्छ भनेको यही हो क्या। हामी आयौँ सक्सेस पनि भयो। देख्न सक्छ है गाइस स्याल। ओ माई गॉड यो स्याल होइन ल भागिरहेको त स्याल चाहिँ स्यालले गरेर यो चाहिँ एकदम होइन काफल र टिजु पाउने एरिया हो। यतातिर पुरै पाउँछ है टिजु। दैलेख बजार हामी पनि पहिला यतातिर खाना आयौँ थियो भने माथि फेरि मन्दिर पनि छ एउटा। यस्तो डेन्जर ठाउँ छ है। लास्टै टिजु र काफलको प्रसिद्ध ठाउँ है यो चाहिँ खरिएला। मामा घर है ट्याक्क लगाएर। यहाँ दाइ र भाउजू बस्नुहुन्छ होइन। दाइ त हुनुहुन्न भाउजू। नमस्ते के छ खै दिदी खै ओहो खै यहाँ मौरी सौरी कहाँ गयो त? मौरी हुन्थ्यो त पहिला। ओहो यो घर पनि त्यस्तै छ। यो घर पनि यस्तै छ। माथि चाहिँ यो चाहिँ चेन्ज भएको रहेछ। के भन्छ यसको नाम? यो के हो? यो हथारा बार्दली। ओहो खै त्यहाँ आरु पोखरा आरु यहीँ रहेछ। आरु पोखरा चाहिँ माइनस कटिङ भइसकेछ। ल नवीनलाई पनि सुनिरह होला। यी नवीनको घर हो यो पहिलाको। भाउजू नमस्ते भाउजू। आराम हुनुहुन्छ? के को कुराकानी मिलिरहेन यहाँ होइन। खोला जानु लाग्यो त्यही भएर यहाँ कति वर्षपछि आइयो यो बाटो? म पनि त्यस्तै आइयो नि होइन। त्यही त म पनि यहाँ आउनु त आएको। एकचोटि भुतेश्वर जाँदाखेरि आएको थिएँ मोहरी भट्टतिर। पनि त झन्डै 8 कक्षामा पढ्दाखेरि आएको थिएँ एकचोटि। त्यसपछि अहिले आउँदैछु है। ल जस्ताको त्यस्तै रहेछ यो बाटो पनि। त्यही त होला। तर उता चाहिँ बाटो चाहिँ निस्किरहेको रहेछ। बाटो चाहिँ आएछ अहिले मोटर बाटो। बाइकै आउँदो रहेछ त। यो डाँडामा बहुत हिँडिन्थ्यो होइन। यो डाँडाबाट चाउचाउ बिस्कुट किन्न गइन्थ्यो। यो चाहिँ नवीनको इलाका है। नवीन घरटीमा गएर पछि सुन्छ होइन त। नवीनको बहिनी नि फेरि ट्याक्क। आलो चाहिँ होइन पहिला हाम्रो मामा पछि ठाउँै उठे पाइ कि सानो घर देखियो नि। यो भुते छोरा एक्लै 1 म्यान आर्मी
भास्ते पुरै यत्रो जङ्गलमा एउटै घरमा डेन्जर है यहाँको इलाका त यस्तो छ होइन त्यही त त्यस्तो पावरफुल छ होइन दैलेखमा जियोस् देवी देवता होइन सबै मान्छन् प्लस हुन्छ भने मागेको कुराहरू त्यस्तो हुन्छ त्यही भएर यहाँ ज्वाला छ ज्वालामुखीहरू छ यतातिर पनि सल्ले गाडी नै रहेछ आगो लाग्छ कि नै त्यही त नि त अहिले त मोटर गाडी जाने भइसकेछ कहाँ भुते छरा नि ए एकदम अर्ग्यानिक पानी होइन करे खोलाको पानी बगिरहेछ यस्तो छ काफलका बुढाहरू त रहेछ यो थोरै काफल चाहिँ रहेनछ सब हावारीले झारिसकेको रहेछ के गर्नु यस्तै छ सब बाँदरले खाइदिए जस्तो छ क्या काफलहरू बाँदरहरू चढिरहेको रहेछन् आजभोलि बाँदरले सब हान्न खाने अब यो पानी खाने जाने काम मात्रै हुन्छ अब चाहिँ केरा गाडी मस्त रहेछ है केरा नभएको ठाउँमा केरा अहिले महँगो छ यहाँ चाहिँ प्रशस्त रहेछ तर केरै छैन त केरा पाएको छैन भइसकेछ यहाँ अरे ल खोला घटे खोला है ट्याक्क लाएर फरिरहेको एकदम अर्ग्यानिक ल खोला आइसकेको छ एकदम कत्रो ढुङ्गो यो यार यो के हो पुरै भल्ट्याङ हान्दै जानुपर्छ कि ल यो भन्छ र है र ट्याक्क लगाएर कि ढुङ्गा छ यार देख्न सक्छ पुरै होइन र के यो घटे खोलाको यस्तो परेको छ होइन पुरो ढुङ्गामा अहिले चाहिँ हल्का पानी सुकिखा होइन खडेरीको समय हो नि त त्यही भएर छैन यो घट्ट होइन यो लगाइ छैन पुरै पौडी सौडी अलिकति होइन खोलामा गएर उक्लिरहेको लास्टै गाह्रो भयो यार है चाउचा खाएको होइन अब के गर्ने काफल खाना आएको मान्छे चाउचा खानु पर्यो ट्याक्क लगाएर काफल त बुटा मात्रै छ यी कहाँ काफल त छ खासै रहन्छ पहिला जस्तो सानो सानो मसिना खान ऊ एउटा काफल यहीँ रहेछ त्यति हो यस्तो छ अवस्था बिजोग चाहिँ होइन अर्ग्यानिक एकदम आरु पोखरा पाकेपछि होइन रातो रातो टाइपको कलेजी टाइपको हुन्छ पाक्दैछ है सिस्नो काफल रहेनछ यी चुत्रो अब टक्क लाएर यो चाहिँ हाम्रो अर्ग्यानिक चुत्रो रहेको छ यहाँ कालो कालो मिठो हुन्छ है मिठो पर्ने भनेर आएको यार काफल त जम्मा 1-2वटा मात्रै छ के गर्ने त अब काफलै छैन बुटा मात्रै छ ए भने तिमी एक्लै त आउनु सक्दैनौ नि डर लाग्छ यो के हो यो फेरि यो हो र पानी आउँछ अहिले चाहिँ यो चोटि चाहिँ काफल छैन खैदाएर त बाघ आउँछ अरे
के गर्नुपर्छ बाघाजी ल काफल त्यही पनि कसले बुढा मासिसकेको छ सब खोज्न आइसकेको छ नि काफल कहाँ काफल हो ओ यहाँ चाहिँ अलिअलि रहेछ है धेरै माथि माथि रहेछ टुप्पो अच्छा हाम्रो होइन कान्छी भाउजू हुनुहुन्छ है उहाँलाई देखेर चाहिँ यहाँ चाहिँ हाम्रो होइन ठुली भाउजू एकदम खतरा हजुर हाँसो मजा गर्नुहुन्छ बोल्नुहुन्छ होइन के भन्नुहुन्छ अरे लास्टमा भन्नु त खै भन्नु चाहिँ मजाले ल खान्छु मासु भात अचार प्याज ओके अनि पतनाको अचार ए मौरी बस्ने घर रहेछ यो होइन ल यति नै सफर रहेको छ हाम्रो मामा घरतिरको दैलेखतिरको बसाइ होइन अब हामी नेक्स्ट टाइम आउँछौँ होइन यस्तै हो बिदा सिधा नि मिल्दैन ट्याक्क जानु पर्यो भाउजूले बसाउनु नआएको हेर्नुमा समयको अभावले गर्दाखेरि अब हामी लाग्छौँ है लगाइज ल नेक्स्ट टाइम फेरि हामी आउँछौँ ल